समुद्री लेउ, भात र अन्य भेजिटेबल्स मिसाएर बनाइएको किम्बाबको इतिहास बडो रोचक नै रहेछ। किम भनेको सुकेको लेउ र बाब भनेको चाहिँ भात भन्ने हुँदो रहेछ। धेरै समय अगाडि कोरियामा भातलाई समुद्री लेउमा बेरेर खुब खाने चलन थियो अरे। उक्त परम्परालाई साम भन्ने गरिन्थ्यो। जापानी शासनको बेला नोरिमाकीबाट प्रभावित भएर किम्बाब विकसित भएको भन्ने पनि बुझिन्छ। अनि पछि त्यस भातसँग विभिन्न भेजिटेबल्सहरू एड गरेर खान पनि सुरु गरियो। स्ट्रिट फुडहरू मध्येमा किम्बाब प्रमुख फुड बनेको छ। कोरियामा मात्रै नभएर यो परिकारको लोकप्रियता नेपालमा पनि त्यत्तिकै कायम छ। 2008 सालदेखि जब नेपालमा इपिएस टपिकको कार्यान्वयन लागू भए यता कोरियन भाषा सिकेर इपिएस मार्फत परीक्षा पास गरी कोरिया जाने नेपालीहरूको संख्या बढेसँगै नेपालमा पनि किम्बाब धेरै नै मन पराइएको छ।